सर्वप्रथम त सबैलाई नमस्कार है। आज चाहिँ बेलुकाको 7:04 गइसकेछ है। आज हामी बाहिर जानुपर्ने अनि बाहिर जानुपर्ने तयारी हुँदै गर्दा चाहिँ लगभग 7:05 नै गइसकेको थियो। त्यसपछि हामी आज चाहिँ आजको यात्रा कहाँदेखि सुरु गर्ने भनेको साथीहरूले भने सबभन्दा पहिले मन्दिर जाउँ, मन्दिरबाट यात्रा सुरु गर्नुपर्छ भने अनि मन्दिरमा गयो। मन्दिरमा दर्शन गरिसकेपछि त्यहाँबाट हिँड्यो। गेटतर्फ जाँदाखेरि एकदम झलमल्ल बत्ती बलिरहेको थियो, धेरै राम्रो देखिरहेको थियो है। त्यहाँदेखि केही समय बाहिर निस्कियो हैन। बाहिरको पनि एकदम सुन्दरता चाहिँ धेरै नै राम्रो नै देखिरहेको थियो, झलमल्लै थियो। राति हो नि अनि साथीहरू अगाडि हिँड्दै हुनुहुन्थ्यो, म चाहिँ पछि भिडियो बनाउँदै हिँड्दै थिएँ। केही समय चाहिँ हामी चोकमा पुग्यो केही समयपछि अनि हामी चाहिँ आज स्वयम्भू माथि डाँडामा जाने भन्ने सल्लाह थियो है। त्यहाँदेखि चाहिँ बायाँ साइड जानुपर्ने थियो। त्यहाँदेखि केही समयमा चाहिँ बायाँ साइड लाग्यो। त्यतिकैमा चाहिँ त्यहाँ एउटा दिदीले चाहिँ तरकारी बेच्न बस्नु भएको रहेछ। अनि अलि माथि गयो। अलि माथि गइसकेपछि त्यहाँ चाहिँ एउटा बाँदरहरू अझैसम्म नसुतेको साँझ पर्दा रुखमा एकदम हिँडिरहेको थियो, तिनीहरूको भिडियो खिच्यो। अनि यतिकैमा चाहिँ एकदम हावा चलिरहेको थियो कि अनि हावाको पनि यस्तो सिन ल्याउँ न त भने अलि चिसो नै थियो है। अनि त्यहाँदेखि भिडियो खिच्दै अलि माथि गयो। माथि जाँदाखेरि माथिबाट काठमाडौँको भ्यू लिएको भनेको यो रातिको समय त्यति राम्रो नदेखिने रहेछ है। अनि अलि माथि गएको अलि त्यहाँ चाहिँ उज्यालो अनि धेरै राम्रो थियो। अनि एउटा मूर्ति भनेको एउटा सिंह जस्तो थियो उहाँको मूर्तिले। अनि त्यो साथीले चाहिँ त्यो घुमाउन थाल्यो क्या। अनि मैले पनि कस्तो हुने रहेछ त्यो घुमाउन भनेर मलाई पनि घुमाउन मन लाग्यो है। अनि त्यसपछि म पनि घुमाउन गएँ। रमाइलो त रमाइलो हुने रहेछ, एकदम आनन्द आउँदो रहेछ है। अनि त्यहाँदेखि मैले ल ठिक छ भनेर भनेको छु है। धेरै राम्रो त राम्रो हुने रहेछ। अनि एकछिनमा मन्दिरमा गयो। त्यहाँ मन्दिरमा चाहिँ मेन भगवान्को त नाम थाहा भएन, त्यो साइडमा गणेश भगवान् चाहिँ देखेँ। अनि सबै भगवान्हरूलाई नाम थाहा नभए पनि ढोगेँ, तर माग्न चाहिँ केही पनि मागेको छैन है। अनि ढोगेँ होइन। ढोगिसकेपछि त्यहाँबाट अब कहाँ जाने भनेको अनि अलि यता अर्को मन्दिर जाउँ न त भने अनि म यता भ्यू निकाल्न थालेँ। एउटा भिडियो खिचौँ अलि राम्रोसँग भनेको। यता फेरि साथीहरू त्यही बेलामा चाहिँ फोटो खिच्न थाल्नुभयो। त्यसपछि साथीहरूले फोटो खिच्न थालिसकेपछि अहिले फोटो खिचेर जाउँ भन्नु। त्यही बेला म यता गौतम बुद्धको मूर्तितर्फ आएँ कि। तर योभन्दा अगाडि मैले चाहिँ यस्तो देखेको थिएन है। अहिले चाहिँ गौतम बुद्धको हातबाटै त्यस्तो पानी झर्ने बनाएको रहेछ क्या। अनि मैले एकदम जुम गरेर पनि भिडियो खिचेको छु है। अनि मलाई त्यो एकदम राम्रो पनि लाग्यो। त्यसपछि चाहिँ हामी अलि यता आएर चाहिँ हेर्दाखेरि त्यहाँ एकदम सुन्दर कि पेन्ट गरेको रहेछ भर्खर है त्यो मन्दिरहरू। अनि मैले भ्यू खिचेँ, तल चाहिँ एकदम हरियाली क्या, एकदम हरियाली है। त्यो खिचेँ, हरियाली एकदम राम्रो देखिरहेको थियो। अनि अलिक पर गएपछि यो के को रुख हो यो त मलाई थाहा भएन, तर धेरै राम्रो थियो क्या। अनि यसको चाहिँ भिडियो बनाउनु त भनेर थोरै छोटो भिडियो बनाउनुतिर पनि लाग्यो त्यसको है। त्यहाँदेखि ल अब हामी उकालो लाग्नुपर्छ भनेर भन्नुभयो साथीहरू। माथि डाँडामै जाने हाम्रो योजना हो। उकालो लागेको यतिकैमा चाहिँ त्यहाँ बाँदरहरू देखेँ। बाँदरको भिडियो खिच्यौँ भनेको टोक्न खोज्दो रहेछ। साथीहरू नचला भने अनि यतिकैमा हिँड्यो। यतिकैमा लगभग हामी माथि पुगिसकेँ। माथि मन्दिर पुग्न लागिसक्यो। अनि त्यहाँदेखि चाहिँ एउटा दामी खालको चाहिँ यताबाट सिन निकालौँ भनेर खिच्न लाग्यो। रातिको समयमा चाहिँ त्यति नदेखिँदो रहेछ। त्यो चाहिँ मेन मन्दिर है माथिको, यो चाहिँ मेन मन्दिर हो माथि स्वयम्भूको है। अनि त्यहाँ गइसकेपछि सानो त्यहाँ मन्दिरहरू पनि थियो। अनि यो खिच्न यो धेरै राम्रो आउँछ भन्ने कुरा गर्नुभएको थियो साथीहरू। अनि खिच्न लागेको रातिमा चाहिँ त्यति राम्रो नदेखिँदो रहेछ है। अनि त्यसपछि त्यो खिच्नदेखि चाहिँ होइन मेन यहाँ माथि चाहिँ मेन मन्दिरै खिचौँ भनेर फेरि मेन मन्दिरतर्फ खिच्न थालेँ है। अनि माथि खिच्न थालेको तलबाट लाइटको फोस पारेको रहेछ कि त्यहाँ माथि एकदम पयालो धेरै राम्रो देखिँदो रहेछ क्या। अनि त्यहाँ खिच्यो है। अनि मान्छेहरू चाहिँ त्यहाँ भिडै हुँदो रहेछ राति समय, किनकि हावा पनि एकदम मन्द गतिमा हावा चल्दो रहेछ, चिसो शीतल, घुम्न पनि धेरै रमाइलो अनि राम्रो पनि, हेर्दा पनि चारैतिर झलमल्ल है। अनि यहाँबाट चाहिँ दुइटै मन्दिर झिक्नु पऱ्यो भनेर यसरी चाहिँ मैले साइडबाट खिच्न लागेको। पारिको त्यो अर्को मन्दिर भयो, यो मन्दिर भयो। अनि बिचमा चाहिँ मेन मन्दिर चाहिँ म हजुरहरूलाई एकछिनमा देखाउँछु। हेर्नु त मान्छेहरू यतिखेर पनि बेलुका पनि मान्छेहरू भिडै छ क्या। हजुरहरू बेलुकामा आउनु भएको छैन भने आउँदा चाहिँ धेरै राम्रो है। एकदम शीतल, घुम्न पनि एकदम राम्रो अनि फ्रेस पनि हुने है। बेलुकामा सर घुम्यो, हिँड्न पनि वाकिङ जस्तो पनि हुने। अनि यो चाहिँ मेन मन्दिर है। त्यहाँ म यो खिचिरहेको मेन मन्दिर हो। अनि यहाँनिर आएको चाहिँ बाँदरहरू एकदम जाडो भएर बसिरहेको थियो। अनि अब हामी चाहिँ हाम्रो भ्लगलाई चाहिँ यतिखेरै रोक्छौँ भनेर चाहिँ अब हामीले